Hello everyone, once again welcome back to my YouTube channel Travelers. देख्न सक्नुहुन्छ मेरो हातमा आइसकेको छ DJI को माइक मिनी अनि यो चाहिँ नेपालमा यसको प्राइस कति छ, यो माइकले दिने फिचर्सहरु कस्तो छ, नोइज रिकन्सिलेसन कस्तो छ भनेर चाहिँ यो भिडियोमा तपाईहरुसँग कुरा गर्नेछु. लेट्स बिगिन. अनबक्सिङ को भिडियो त तपाईले हेरिसक्नु भयो होला. अब भने चाहिँ म यो माइक को नोइज रिकन्सिलेसन को पावर कतिको छ भनेर चाहिँ एकदमै क्राउड र हल्ला भएको ठाउँमा गएर टेस्ट गर्नेवाला छु र त्यहाँनेर चाहिँ कतिको यो माइकले चाहिँ भोइसलाई क्लियर दिन्छ हैन, नोइजलाई कतिको चाहिँ रिड्युस गर्छ भनेर चाहिँ अब त्यहाँ हेरौँ. त्यो भन्दा अगाडि चाहिँ मैले चाहिँ यो चाहिँ रहेको छ मेरो हेलमेट अनि यसको भित्र चाहिँ मेरो सानो माइक त्यो DJI को नयाँ माइकलाई चाहिँ यहाँ पर तपाईले देख्न सक्नुहुन्छ, यहाँ पर सेट गरेको छु अनि यो चाहिँ मेरो हेलमेट भइगयो अनि यसको अगाडि चाहिँ मेरो न्यू यो Insta360 S Pro 2 लाई चाहिँ यहाँ राखेको छु र अब भने चाहिँ म चाहिँ यो क्यामेराबाट सुट गर्नेवाला छु भिडियो अनि भोइस चाहिँ यो पछाडीको माइकबाट रेकर्ड गर्नेछु. यहाँनिर एडाप्टर लाग्छ, यहाँ एडाप्टर लगाएर गर्नेछु. मेरो बाइक्स भने चाहिँ तल छ. अब भने चाहिँ बाइकबाट गएर म ट्राई गर्नेछु. अब तपाईहरुसँग त्यतै भेट्नेछु है त. लेट्स गो. मलाई चाहिँ देख्न सक्नुहुन्छ मैले एडाप्टरलाई यहाँ राखेको छु, माइकलाई यहाँ अनि पछाडी भने चाहिँ यसरी सेटअप गरेको छु. ठिक्क म चाहिँ गइरहेको छु. यहाँनिर चाहिँ तपाईहरुले मलाई देख्न सक्नुहुन्छ, म चाहिँ यहाँनिर छु. यो माइकले चाहिँ कम्पनीले भने अनुसार एडाप्टरदेखि 200 मिटरसम्म चाहिँ भोइस रेकर्ड गर्छ अरे भन्ने सुनेको छु अनि मैले चाहिँ अब यहाँनिर मेरो क्यामेरा छोडेको छु. अब म गइरहेको छु, म नर्मल्ली बोल्दै गइरहेको छु है अनि आई डोन्ट नो 2 मिटर कति होला, यहाँदेखि ट्याक्कै हेर्ने हो भने म ट्याक्कै यहाँसम्म गइरहेको छु. आई थिङ्क 200 मिटर यति नै हुन्छ होला र यतिखेरसम्ममा चाहिँ म अहिले यहाँनिर बोलिरहेको छु. त्यो त सुनिँदैछ कि छैन आई डोन्ट नो हैन. अब यहाँबाट फेरि डिस्टेन्सलाई बढाएर म मास्तिर गइरहेको छु. मैले माइकलाई चाहिँ अनमै छोडेर हिँडिरहेको छु अनि यहाँ माथि पुग्दाखेरिसम्ममा त 200 मिटरको रेन्ज धेरै नै टाढो भइसक्यो होला आई थिङ्क. अब हेरौँ यो भिडियोमा हेरौँ हैन कतिको रेन्जलाई कभर गर्दो रहेछ है. मैले एडाप्टरहरू अगाडि छोडेको छु, तपाईहरुले देख्दै हुनुहुन्छ होला. म यताबाट छु अनि म ठ्याक्कै हिँडेर आइरहेको छु. अगाडि मैले चाहिँ क्यामेरालाई अगाडि राखेको छु अनि ठ्याक्क हिँडेर आइरहेको छु है. आई थिङ्क अब चाहिँ मेरो साउन्ड रेकर्ड भइरहेको होला हैन. सो तपाईहरुले देख्न सक्नुहुन्छ अहिले म यहाँनिर छु अनि यहाँ मैले चाहिँ एउटा माइकबाट सेटअप गरेर क्यामेराबाट सुट गरिरहेको छु. यो फोनमा गरिरहेको रेकर्ड छ नि, यो फोनमा गरिरहेको रेकर्डमा कतिको नोइज आइरहेको छ हैन. यहाँ क्राउड छ अनि मैले चाहिँ यता माइकबाट सुट गरिरहेको छु. यो दुईटामा कतिको भिन्नता छ भनेर तपाईहरुले सक्नुहुन्छ है. अब भने चाहिँ म सिधै घरमा भेट्नेछु किनभने मेरो ब्याट्री एकदम कम भयो हैन, सायद अफ हुन्छ होला. यदि तपाईहरुले DJI को माइक मिनी को बारेमा कुनै पनि डाउट्स भए कमेन्ट गर्नु होला, म कमेन्टमा रिप्लाई गर्नेछु. एन्ड आई होप तपाईहरुलाई मेरो भिडियो मन पर्यो होला. एन्ड गाइज किप वाचिङ. थ्यांक फर वाचिङ. टेक केयर योरसेल्फ. बाइ बाइ.